नेकपा एमाले सुनसरी जिल्ला कमिटीको आगामी जेठ 5, 6 र 7 गते आयोजना हुने 8औं जिल्ला अधिवेशनको प्रचार प्रसार स्थानीय भाषामा गरिने भएको छ। प्रचार प्रसार उपसमितिको आज बिहिबार बसेको बैठकले डिजिटल मिडिया मार्फत गरिने अधिवेशनको प्रचार प्रसारमा स्थानीय भाषाको प्रयोग गर्ने निर्णय भएको संयोजक रवि खनालले जानकारी दिए। नमस्कार, म रवि खनाल, नेकपा एमाले 8औं जिल्ला अधिवेशनको प्रचार उपसमितिको संयोजक। हामीले यही 2081 साल जेठ 5, 6 र 7 गते इटरीमा पार्टीको जिल्ला कमिटीको 8औं जिल्ला अधिवेशन सम्पन्न गर्न लागिरहेका छौँ। यसै सन्दर्भमा हामीले प्रचार उपसमितिको बैठक बसेर सुनसरी जिल्लामा विभिन्न भाषाभाषीहरूको यो जनसङ्ख्या रहेको छ। यो विविधतालाई मध्यनजर गर्दै हामीले यहाँका स्थानीय भाषाहरूमा हाम्रा प्रचार सामग्रीहरूलाई चाहिँ हाम्रा सुनसरीवासी दिदीबहिनी तथा दाजुभाइहरू माझमा पुर्याउने हामीले निर्णय गरेका छौँ र हाम्रा प्रचार सामग्रीहरू मूलतः यहाँ रहेका विभिन्न भाषाहरू जस्तै थारू, मैथिली, राई, लिम्बू, तामाङ, गुरुङ, नेवारी र नेपाली भाषामा मूलतः हुनेछन् र अन्य भाषाहरू यहाँ बोलिने सुनसरी जिल्लामा बोलिने अन्य भाषाहरूलाई पनि हामीले समेट्ने प्रयत्न गर्न खोजिरहेका छौँ। नेकपा एमाले सुनसरीले प्रतिनिधि छनौटका लागि वैशाख 28 गते धरान, इटरी, कोशी र हरिनगरका लागि निर्धारण गरेको छ। वैशाख 29 गते इनरुवा, दुबी, रामधुनी र बरा क्षेत्रबाट प्रतिनिधि छनौट गरिनेछ। यस्तै वैशाख 30 गते भोक्रा, नरसिंह, गढी, बर्जु र देवानगञ्जका प्रतिनिधि छनौट हुनेछन्। प्रतिनिधि छनौट तोकेकै मितिमा सम्पन्न गर्नुपर्ने र कुनै कारणले तोकेको दिन सम्पन्न हुन नसकेमा जिल्ला पार्टी कार्यालयको अनुमति लिएर मात्र अर्को दिन छनौट गर्नुपर्ने पार्टीको सर्कुलरमा उल्लेख गरिएको छ। पार्टी सर्कुलर अनुसार छानिएका प्रतिनिधिको ओडागत नावली आगामी वैशाख 31 गते जिल्ला पार्टी कार्यालय इनरुवा आइपुग्नुपर्ने उल्लेख छ। जेठ 1 गते प्रमाणित गरी जेठ 2 र 3 गते प्रतिनिधि परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको छ। नेकपा एमाले सुनसरी जिल्लाको 8औं अधिवेशन जेठ 5, 6 र 7 गते इटरी 5 पचरुखी स्थित लायन्स क्लबको सभा हलमा हुनेछ। अधिवेशन उद्घाटनको दिन 12 बजे एक समारोहका बीच हुनेछ। उद्घाटन सत्रको कार्यक्रम साँझ 4 बजेसम्म चल्नेछ। बन्द सत्र प्रारम्भ साँझ 4:30 बजेदेखि साँझ 5:30 बजेसम्म हुनेछ भने दोस्रो दिन जेठ 6 गते बिहान 8 बजेदेखि अपराह्न 3 बजेसम्म हुनेछ। जेठ 6 गते 3:30 बजेदेखि साँझ 5:30 बजेसम्म पदाधिकारी तथा सदस्यको मनोनयन र अन्य विषय निर्वाचन समितिको निर्णय अनुसार हुनेछ।